150 एम्पियर को ब्याट्री हो, बसहरुमा लाग्ने हो। यो ट्युबुलर ब्याट्रीहरुमा छ। रिक्साको ब्याट्रीमा सर यो हामीसँग 180 एम्पियरमा 12 महिने ग्यारेन्टीमा छ सर हैन। गोल्ड ब्याट्री 5 सालको चाहिँ गोल्ड ब्याट्री हो हैन, फुल ग्यारेन्टीको ब्याट्री हो सर हैन। 5 वर्षवाला ब्याट्री है। हजुर हजुर। इलेक्ट्रिक रिक्सा, सिटी रिक्साको लागि जुन छ नि सर, यो जस्तै कि 160 एम्पियरमा छ हामीसँग, 12 महिनाको फुल रिप्लेसमेन्ट ग्यारेन्टी हो सर हैन। आजको भिडियोमा हामी कुरा गर्छौं ब्याट्रीको बारेमा है। म अहिले आइपुगेको छु एसियन ब्याट्रीको ब्रान्चमा र म यति बेला छु जनकपुर भन्ने ठाउँमा। सो जनकपुर एरियामा तपाई हुनुहुन्छ या यो 2 नम्बर प्रदेशमा या नेपालको कुनै पनि ठाउँबाट यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईले यहीँबाट सम्पर्क गरेर पनि तपाईको नजिकको ब्रान्च कुन हो सोध्न पाउनुहुन्छ, नभए यहीँबाट अर्डर गरेर पनि तपाईले मगाउन पाउनुहुन्छ, या डिलरको लागि तपाईले चाहियो भने डिलरको लागि पनि सम्पर्क गर्न पाउनुहुन्छ। यहाँ चाहिँ सिटी रिक्साको ब्याट्री पनि पाउँछ, त्यसैगरी कार, बस, ट्रक सबैको ब्याट्री पाउँछ। सो आउनुस् आज भिजिट गराउँछु तपाईलाई हामी एसियन ब्याट्रीको ब्रान्चमा। कतिवटा मोडलहरु चाहिँ एसियन ब्याट्रीको त्यो सबैको जानकारी तपाईहरुलाई आजको भिडियोमा हामी दिनेछौं। र यो एसियन ब्रान्ड जुन छ त्यो नेपालमै बनेको ब्याट्री हो है, टोटली नेपाली मेड, जहाँ चाहिँ 14 वर्ष भइसक्यो एसियन ब्याट्रीको नेपालमा उत्पादन सुरु भएको। र 14 वर्षमा उहाँहरुले कतिवटा मोडल निकाल्नु भयो, के राम्रो कुरा छ नेपालमा बनेको ब्याट्रीको, त्यो सबैको जानकारी आजको भिडियोमा तपाईहरुलाई शेयर गर्दैछौं। सो आउनुस् भित्र। एसियन ब्याट्रीको जनकपुर ब्रान्चमा फर्स्टमा आउनु बित्तिकै हाम्रो भेट हुन्छ हाम्रो सरसँग, उहाँ ब्रान्च म्यानेजर हुनुहुन्छ। हेलो सर, तपाईको परिचयबाट स्टार्ट गरौँ। म नवीन कुमार झा, जनकपुर ब्रान्चको ब्रान्च म्यानेजर। ओके। आजको भिडियोमा तपाईलाई सबै कुरा जानकारी दिने हाम्रो सर नै हो। उहाँले हामीलाई सबै ब्याट्रीको बारेमा डिटेली जानकारी दिँदै हुनुहुन्छ। सो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला र हाम्रो युट्युब च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। सो जाउँ सर एकचोटि हेरौँ है त कति। हामी यहाँ धेरै ब्याट्री देखिरहेको छौँ। अहिले कुन ब्याट्रीबाट हजुरले स्टार्ट गर्दै हुनुहुन्छ त? ब्याट्रीहरू त सर हामीसँग सबै मोडलमा छ हैन। जस्तै हामी सुरुमा कुरा गर्दाखेरि यो चाहिँ 35 एम्पियरको चाहिँ हाम्रो ब्याट्री आउँछ हैन, निन्जा सिरिज भनेर 35 एम्पियरको ब्याट्री हो। यो सानो कारहरू हुन्छ नि सर, यो सानो कारहरुमा लाग्ने 35 एम्पियरको ब्याट्री हो हैन। त्यस्तै सानो जस्तै कि यो पनि 35 एम्पियर नै हो हाम्रो। यो 3 व्हीलरको पेट्रोल गाडीहरु हुन्छ नि, जस्तै 3 पाङ्ग्रे गाडीहरु, अटो रिक्साहरु, त्यसमा लाग्ने हो। जस्तै बजाज, अतुल, पियाजियो, टिभीएस का गाडीहरु आउँछ नि, त्यस्ता गाडीहरुमा यो लाग्ने हो हैन। त्यस्तैमा हाम्रो यो 65 एम्पियरको छ सर है। यो 65 एम्पियर भनेको तपाईको बोलेरोहरुमा लाग्ने हो सर हैन। 65 एम्पियर भन्दा माथि जाँदाखेरि जस्तै हामीसँग 70 एम्पियर, 80 एम्पियर, 100 एम्पियरका ब्याट्रीहरु छ हैन। जस्तै यो तपाईको चाहिँ 80 एम्पियरको ब्याट्रीहरु यो भयो सर हैन। यो तपाईको हाइसहरुमा जाने हो हैन, विङ्गरहरुमा जाने हो सर, विङ्गरहरुमा लाउनलाई हुन्छ। पुरानोको त्यो ट्र्याक्टर, पुरानो मोडलको जुन जय किसान भन्ने के ट्र्याक्टरहरु आउँथ्यो त्योहरुमा यो जान्छ हैन। त्यस्तै भन्दाखेरि हामीसँग यो जेसीबीहरुको लागि सर यो जुन छ नि, यो जेसीबी हरुमा जाने ब्याट्री हो हैन। यो तपाईको सर 130 एम्पियरको ब्याट्री हो हैन। 130 एम्पियर यो खास गरेर चाहिँ जेसीबीहरुमा जान्छ ब्याट्री। 130 एम्पियरको जेसीबीमा जाने भयो। हजुर हजुर हजुर। अनि यो सबै ब्याट्रीहरु त एसियनकै हैन? सब एसियनकै हो सर। हामी यो ब्याट्री कुन हो यो? यो जेसीएम भनेर चाहिँ छ हैन। यो पनि तपाईको सर 80 एम्पियरमै हो हैन, जेसीएमकै हो हाम्रो। यो हेभी कारहरुमा लाग्छ के हो यो? अनि एसियमै हो सर। यो जस्तै कि हाम्रो एसियन छ नि, नाम जस्तै एसियन भयो त्यस्तै हाम्रो यो मेड इन नेपाल नै हो। यो पनि एसियन ब्याट्री म्यानुफ्याक्चर एसियन ब्याट्री नै हो, सेमै हो। यो पनि जेसीएम ब्याट्री त्यही 80 एम्पियरकै ब्याट्री हो सर, सेम हो। त्यसैगरी यो चाहिँ यतातिर यो जेसीएमकै सर तपाईको 150 एम्पियरको ब्याट्री हो, बसहरुमा लाग्ने हो, बसमा। त्यसपछि तपाईको सर ट्रकहरुमा लाग्ने ब्याट्रीहरु हो सर। यो भने चाहिँ नेपालमा कुदिरहेको ट्रकहरुमा 150 मा लाग्ने, 150 एम्पियर लाग्ने सबैमा लाग्ने। हजुर 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 हजुर। त्यसैगरी अब यो भयो हैन, यता पनि फेरि देखिरहेको छ यो चाहिँ कुन हो? यो पनि सर त्यो हो सर, त्यो सानो कारहरुमा लाग्ने ब्याट्री हो हैन। यो कारहरुमा चाहिँ लगाउनलाई चाहिँ यो ब्याट्री। यो पनि सेम कम्पनी जेसीएम कम्पनी हैन? जेसीएम हो। यो चाहिँ फेरि यो 100 एम्पियरमा आउँछ सर हैन। यो पनि जेसीएमकै हो। 100 एम्पियर यो भनेको तपाईको ट्र्याक्टरहरुमा जाने हो हैन, सानो बसहरु हुन्छ नि त्यसमा लाग्ने हो, सानो ट्रकहरुमा पनि लाग्ने भयो। हजुर हजुर हजुर। ओके। अनि यतातिर मैले अर्को ब्याट्री देखिरहेको छु, यो चाहिँ यो ट्युबुलर ब्याट्रीहरुमा छ। ट्युबुलर ब्याट्रीहरुमा हामीसँग चाहिँ सब जस्तै कि 100 एम्पियर देखि लिएर हैन 240 एम्पियर 250 सम्मको ब्याट्री छ हामीसँग। जस्तै तपाईको सर 100 एम्पियरमा हाम्रो ट्युबुलर ब्याट्री हामीसँग अवेलेबल हुन्छ, 150 एम्पियरमा अवेलेबल हुन्छ हैन। त्यस्तै तपाईको सर 5 वर्ष पनि छ हामीसँग 2 मोडलको है। 177 एम्पियर गोल्ड भनेर हामी ल्याएको छौं, 177 गोल्ड। त्यो चाहिँ 5 वर्षको फुल रिप्लेसमेन्ट ग्यारेन्टीमा छ। त्यस्तै हामीसँग के को लागि हो त्यो फुल ट्युबुलर घर अफिस युजको लागि हो सर हैन। घरमा युज गर्न सकिन्छ, अफिसहरुमा युज गर्न सकिन्छ सर। त्यसैगरी यता पनि देखिरहेको छु, यो चाहिँ के हो? यो पनि सर जस्तै तपाईले अघि हेर्नु भएको थियो जेसीएम को 100 एम्पियर को ब्याट्री हेर्नु भएको थियो नि, त्यस्तै यो पनि 100 एम्पियर को एसियन को ब्याट्री हो सर हैन। यो पनि तपाईको जेसीमा पनि लाग्छ, त्यस्तै तपाईको ट्र्याक्टरहरुमा लाग्छ, सानो बसहरु आउँछ त्यसमा लाग्छ हैन। विङ्गरहरुमा पनि कुनै विङ्गरहरु अहिले त
आइरहेको छ नि त्यो विङ्गरहरूमा पनि यो लाग्छ सर। रिक्साको ब्याट्रीमा सर यो हामीसँग 180 एम्पियरमा 12 महिने ग्यारेन्टीमा छ सर होइन। सुमो भनेर छ यो ब्याट्रीको नाम चाहिँ सुमो है। सुमो ब्याट्रीको नाम चाहिँ म्यानुफ्याक्चरिङ भन्ने कम्पनी चाहिँ एसियन नै हो सर, सबै एसियन नै हो सर यहाँनिर। ओके, यो ब्याट्रीमा चाहिँ के फरक पाइन्छ अरूको ब्याट्री भन्दा? अरूको ब्याट्री भन्दा यो चाहिँ सर तपाईँको वेटमा यसको फरक आउँछ, अरू भन्दा चाहिँ यसको ग्यारेन्टी वारेन्टी बढी हुन्छ होइन। अर्को कुरा के छ भने यसको ब्याकअप चाहिँ अलि बढी आउँछ, अरू गाडीको भन्दा यसको ब्याकअप आउँछ, रिसेल भ्याल्यु यसको बढी आउँछ, यसको लो मेन्टेनेन्स हो सर। गाडीको जस्तै कि अरू कम्पनीको लाउनु भयो भने नि तपाईँको त्यसको बिजुली बत्ती धेरै खाने हो, यसको यसले लगाउँदाखेरि तपाईँको बिजुली बत्ती कम खान्छ होइन। अरू ब्याट्रीहरूको अरू कम्पनीको ब्याट्रीहरू लाउँदाखेरि जस्तै तपाईँको पानी बढी खाने, ब्याकअप नदिने, जाडो महिनामा चाहिँ ड्रप आउट हुने, त्यस्तै तपाईँको ब्याकअप बढी नदिने। हाम्रो ब्याट्रीमा यसमा के छ भनेपछि त्यो समस्याहरू यसमा आउँदैन। 120, 130, 140 किलोमिटरसम्मको ब्याकअप मजाले दिन्छ सर। भने चाहिँ रिक्सामा लाउँदाखेरि अरू विदेशी ब्रान्ड भन्दा पनि हाम्रो नेपाली ब्रान्डकै ब्याट्री लाउँदाखेरि राम्रो हुन्छ जस्तो त भन्नुभएको? एकदम स्योर हजुर सर। यो चाहिँ अर्को पनि ब्याट्री देखिरहेको छ, यो के को ब्याट्री? यो हाम्रो ट्युबुलर ब्याट्री हो, 150 एम्पियरमा हो सर होइन। त्यस्तै यो पनि ट्युबुलर ब्याट्री नै हो, घर अफिस युजको लागि हाम्रो हो होइन। यो 240 हो सर होइन। त्यस्तै हामीसँग यो अघि जुन मैले कुरा गरेको थिएँ नि कि गोल्ड ब्याट्रीको होइन, गोल्ड ब्याट्री 5 सालको चाहिँ गोल्ड ब्याट्री हो होइन, फुल ग्यारेन्टीको ब्याट्री हो सर। 5 वर्षवाला ब्याट्री हजुर हजुर हजुर। भनेपछि 5 वर्षसम्म तपाईँले फुल ग्यारेन्टी हजुर। एक दिन पनि बाँकी छ भने अन द स्पोट सोलरमा हो होइन होइन इन्भर्टरमा हो सर। विशेष गरी इन्भर्टरमा घर अफिसहरूको जहाँको लागि भयो नि। हजुर हजुर। यो चाहिँ कति एम्पियरमा आउँछ यो ब्याट्री? यो 177 गोल्ड आउँछ सर। 170 एम्पियरमा? हजुर हजुर। 170 एम्पियरमा? 170 एम्पियरमा 177 गोल्ड भनेर आउँछ सर। यो मतलब नाम चाहिँ त्यो भयो होइन। हजुर। यो पनि एसियनकै ब्याट्री? एसियन सबै यहाँ एसियन नै पाउनुहुन्छ सर। यो हाम्रो सर यो इन्भर्टर ब्याट्री नै हो होइन। 105 एम्पियरमा आउँछ होइन, 100 एम्पियरमा आउँछ, 105 कोडिङ आउँछ सर यसको। यो पनि इन्भर्टरमै लाग्छ? हजुर हजुर हजुर। ल सर, अब फेरि रिक्साकै ब्याट्रीमा जाउँ होइन, किनभने सिटी रिक्सामा धेरै नै ब्याट्री चाहिन्छ होइन। त्यही भएर एकचोटि सिटी रिक्साको ब्याट्रीमा जाउँ न होइन। सिटी रिक्सा, सिटी सफारी के भन्छ, इलेक्ट्रिक रिक्सा भनौँ न होइन। इलेक्ट्रिक रिक्सा सिटी रिक्साको लागि जुन छ नि सर, यो जस्तै कि 160 एम्पियरमा छ हामीसँग, 12 महिनाको फुल रिप्लेसमेन्ट ग्यारेन्टी हो सर होइन। 160 एम्पियरमा आउँछ। यसको पनि ब्याकअप हाम्रो 100 किलोमिटर, 4 ब्याट्रीमा लाउनु भयो भने नि 100 किलोमिटर ब्याकअप आउँछ। यो चाहिँ कुन भन्नु पनि सामुराई होइन? सामुराई भनेर छ सर, एसियनकै, यो पनि एसियनको हो सामुराई ब्याट्री। ओके, अहिले यो ब्याट्री चाहिँ एकदमै धेरै पपुलर छ? एकदम। के कारणले पपुलर भयो खास? पपुलरको सर मेन के हो भने नि कि हाम्रो जुन छ नि ब्याट्रीको त्यो लो मेन्टेनेन्स हुन्छ होइन, कस्टिङ कम पर्छ, ब्याकअप राम्रो दिन्छ होइन। कस्टमरको फिडब्याक राम्रो आइरहेको छ कि ब्याकअप बढी दियो भनेर, ब्याकअप मेरो राम्रो दियो होइन। बिजुली बत्तीको जस्तै कि कम खान्छ, पानी धेरै छिटो हाल्नु पर्दैन। र सबभन्दा मेन कुरा के छ भने नि कि पपुलर हुनुको कारण कि हाम्रो एसियन ब्याट्री जुन छ हाम्रो ठाउँ सर्भिस सेन्टर छ सर। यसको हामीले के गरिरहेछौँ भनेपछि डोर टु डोर सेवा दिइरहेछौँ। जस्तै हाम्रो विराटनगरमा ब्रान्च भयो, जनकपुरमा ब्रान्च भयो होइन। लगत्तै विराटनगरबाट निस्किँदाखेरि हाम्रो हाइवे हुँदैखेरि ठाउँमा हाम्रो डिलरहरू छ। डिलरहरूनिर नै चाहिँ हामीले के गर्छौँ भनेपछि ठाउँमा हामीले सर्भिस क्याम्प गर्ने गरिरहेछौँ। त्यसपछि यदि कुनै कस्टमरले यदि रिक्साको ब्याट्री होस् या ट्युबुलर ब्याट्री होस् होइन, यो ब्याट्रीहरूमा के छ भनेपछि कुनै पनि ग्राहकको यदि ट्युबुलर ब्याट्री छ, यदि उहाँको घरमा समस्या आयो भने हाम्रो फिल्डमा घुमिरहेको टेक्निसियनहरू हुन्छ होइन। टेक्निसियनलाई कन्ट्याक्ट गर्नुपर्ने हुन्छ, हामी ब्रान्चमा सम्पर्क गर्नुपर्ने हुन्छ। हामी उहाँको ट्युबुलर ब्याट्रीको यदि समस्या आयो भने फोन गरेपछि 24 घन्टाभित्रमा उहाँको घरसम्म पुगेर हामीले समस्या समाधान गरिदिने गर्छौँ। त्यस्तै रिक्साको ब्याट्रीमा तराई बेल्टमा चल्ने भनेको तपाईँको रिक्साहरू बढी हो, इलेक्ट्रिक रिक्साहरू। त्यो रिक्साहरूमा के छ भनेपछि नि कि हामी चौकमा गएर ठाउँमा डिलरहरूमा गएर महिनामा 1 देखि 2 चोटि हामी सर्भिस दिन्छौँ, फ्री सर्भिस क्याम्प दिन्छौँ। त्यसमा के हुन्छ भनेपछि जस्तै रिक्साहरूमा पानी खाने समस्याहरू आउँछ होइन, त्यो अरू समस्याहरू हुन्छ, त्यो कस्टमरको त्यो वायरिङहरू अन्य किसिमका कुराहरू हुन्छ होइन। त्योहरूको लागि के गर्छौँ भनेपछि सर्भिसमा हाम्रो टेक्निसियन जान्छ। टेक्निसियन गएपछि तपाईँको पानी चेक गर्ने, पानी यदि कम छ भनेपछि त्यहाँनिर पानी हामीले नि हालिदिन्छौँ फ्रीमा, फ्री अफ कस्टमा। त्यस्तै यदि कसैको ग्राभिटी यदि बसेको छ, ग्राभिटी उठाइदिने होइन। त्यस्तै वायरिङको समस्या छ, मोटरले यदि चार्ज बढी खाइरहेछ, कन्ट्रोलरले खाइरहेछ, गाडीको कुन पार्टले खाइरहेछ, बढी चार्ज लिइरहेछ, करेन्ट कसले बढी खाइरहेछ, त्योहरू चेक गर्दाखेरि के हुन्छ भने नि कि त्यहाँ कस्टमरलाई अलिक सहज हुन्छ। ओके सर, ल त्यसै गरी अर्को मोडलतिर जाउँ होइन। अस्ति अर्को यो ब्याट्री पनि देखिरहेको छु। यो 180 एम्पियर हो, काइजोको सर, काइजो भनेर हो होइन। यो 180 एम्पियर हो। चाइनिजमा पनि लेखेर देखिरहेको छु, के हो खासमा यो चाइनिजमा लेखेको?
यो चाइनिज टेक्नोलोजी हो चाइनिज टेक्नोलोजी त नभनौँ सर यो हामीलाई अब के हुन्छ भने नि कि अब विदेशी ब्याट्रीहरू धेरै नेपालमा भित्रिरहेको छ होइन इम्पोर्ट गरेर ल्याइरहेको छ तर त्यसले चाहिँ समस्याहरू उत्पन्न भइरहेछ त्यही भएर हामीले पनि अब ब्याट्रीहरू अब जस्तै कि कुनै यदि विदेशी जापानिज टेक्नोलोजीबाट बनेको छ कुनै अब तपाईँको जस्तै कि अमेरिकन टेक्नोलोजीबाट बनेको छ होइन त्यही आधारमा चाहिँ हामीले पनि मोडल वाइज सिरिज वाइज होइन बजारको डिमान्ड अनुसार हामीले पनि एसेम्बल गरेर हामी पनि बजारमा ल्याएका छौँ सर त्यसै गरी यो अर्को ब्याट्री कुन छ यो टेक्रा भनेर छ सर टेक्रा हजुर यो पनि 180 एम्पियरमै हो 9 महिने ग्यारेन्टी हो सर यसको रिक्सामै हाल्ने ब्याट्री हो अहिले हामी देखाइरहेको छौँ तपाईँलाई रिक्सामै हाल्ने ब्याट्रीहरू जे छ यो सब रिक्साकै हो सर यो बाङ्लादेशी ब्याट्री भनेर भन्छ यसलाई होइन यो चाहिँ तुफानी भनेर छ सर हामीसँग हजुर हजुर ओके अनि यहाँ चाहिँ अर्को देखिरहेको छु 6 महिनामा छ हैन यो 6 महिनाको वारेन्टी वाला 6 महिना ग्यारेन्टी हो सर यो 6 महिनाको ग्यारेन्टीमा चाहिँ यो ब्याट्री हो 180 एम्पियर नै यो पनि हो सर ल सर जस्तै अब एसियन ब्याट्रीको डिलर लिनु पर्यो होइन कन्ट्याक्ट गर्नु पर्यो भने के कहाँ सम्पर्क गर्ने जस्तै म चाहिँ अब अरू बाहिरबाट बोलिरहेको छु होइन अब यो ठाउँबाट बाहिरबाट चाहिँ कसरी सम्पर्क गर्ने केही छैन डिलर लिनु पर्यो या तपाईँले ब्याट्री लिनु पर्यो होइन डिलर लिनलाई पनि तपाईँ डाइरेक्ट मसँग सम्पर्क गर्न सक्नुहुन्छ होइन जस्तै ब्याट्री चाहियो भने नेपाल अधिराज्यभरिमै कहीँ ब्याट्री चाहियो भने हामी तपाईँ हामीसँग सम्पर्क गर्नुहोस् त्यहाँको नजिकको हाम्रो डिलरहरू हुन्छ होइन या त हाम्रो ब्रान्चहरू त्यहाँ हुन्छ होइन त्यहाँबाट डाइरेक्ट तपाईँलाई चाहिँ हामी त्यहाँ कन्ट्याक्ट मिलाइदिन्छौँ या प्रोभाइड गराइदिन्छौँ त्यहीबाट प्रोभाइड गराइदिन्छौँ भएन भने यतैबाट गराउन पनि सक्नुहुन्छ होला होइन डिलर लिनु परेमा अब तपाईँको स्क्रिनमा दिएको नम्बरमा डाइरेक्ट सम्पर्क गर्नुहोस् होइन या त मलाई फोन गर्नुहोस् म तपाईँको लोकेसन भन्नुहोस् लोकेसनमा आएर म आफै आएर त्यहाँनिर बरु तपाईँसँग कुरा गरेर होइन तपाईसँग कुरा गरेर अहिले हामी जनकपुरको कुन ठाउँमा छौँ अहिले बजरङ चोकमा छौँ सर हाम्रो रामानन्द चोक भन्दा 300 मिटर तल 0 माइल जाने बाटोमा ठ्याक्क बजरङ चोकमा छ सर बजरङ चोकमा आएर तपाईँसँग भेटेर कुरा गरे पनि भयो होइन अब तपाईँले यो नेपालमा एसियन ब्याट्रीहरू सप्लाई चाहिँ जस्तै कतिवटा ब्रान्च तपाईँले अघि भन्नुभएको थियो मलाई हाम्रो नेपालमा कतिवटा ब्रान्च कतिवटा डिलरहरू थाहा छैन होला डिलरहरू त सर हाम्रो धेरै छ जस्तै कि मेरो जनकपुर ब्रान्च अन्तर्गत पर्ने जम्मा 36 वटा डिलर छ सर होइन जस्तै तपाईँ अब कोशीदेखि चालु गर्दाखेरि जनकपुर ब्रान्च अन्तर्गत पर्ने कोशीदेखि लिएर तपाईँको बागमतीसम्म छ सर भनेपछि तपाईँले 2 नम्बर प्रदेश पुरै हेर्नुहुन्छ अब 2 नम्बर प्रदेश पुरै हेर्छु सर अरू प्रदेशमा पनि जस्तै 8-10 वटा ब्रान्च छ भन्ने जस्तो कुरा गर्नुभएको अरू ठाउँमा छ विराटनगरमा छ जनकपुरमा छ हाम्रो त्यस्तै वीरगञ्जमा पनि छ सर शाखा होइन जस्तै तपाईँको चितवनमा छ बुटवलमा छ सर ओके सर ल तपाईँले यो भिडियो हेरेर आउने साथीहरूलाई के भन्न चाहनुहुन्छ आउनुहोस् हामीसँग ब्याट्री अरू ब्रान्ड भन्दा राम्रो एसियन रोज्नुहोस् नेपाली ब्रान्ड हो होइन स्वदेशी ब्रान्ड रोज्नुहोस् होइन हामी सकेसम्म तपाईँहरूलाई डाइरेक्ट सम्पर्क गर्नुभयो भने जे हुन्छ सहयोग गर्नेछौँ